सो हेलो एभ्रिवान, आज चाहिँ हामी 2 PM खाँदैछौँ फुपू भदै। अलिक मजाले देखाऊ है, यस्तो गरेर देख्न सक्नुहुन्छ यहाँ। मेरो भदै चाहिँ सुकुटी चपाउनु सक्दैन, अनि खाना पनि देखाइदिउँदा राइस पनि छ प्लेटमा। अनि म चाहिँ झन् अकबरे खुर्सानीको साथमा छु, देख्न सक्नुहुन्छ। अब हामी हाम्रो ब्लग स्टार्ट गर्दैछौँ गाइस। म चाहिँ त्यति खान्छ पानी नखाइकन खाने ल, खाइ नसक्नु। म त पिरो हुन्छ होला भनेर चक्लेट तिमी चक्लेट छ है ल। म चाहिँ ऊ चक्लेट खान्छ, म चाहिँ चक्लेटको ठाउँमा खुर्सानी खान्छु गाइस। ल लेट तर म पिरो पनि खान सक्छु, म चक्लेट खाँदिनँ। अब चक्लेट कान्छ खाऊ, भरे पेट दुख्छ। यो पनि खाने चपाउनु सक्छ। त्यही भएर मैले भदैलाई लगाइदिनँ। देख्न सक्नुहुन्छ, हेर्नु है। अब हाम्रो स्टार्ट भयो। पिरो चाहिँ एउटा होला। मलाई 2 PMसँग फेरि अगाडि खुर्सानी यस्तो दामी लाग्छ। कच्चा खान्छ हुन्छ। तिमी पनि त्यहाँ बुझ्दै हो है, यस्तो खाए ल एक बाई। यम्मी नि, यम्मी। यहाँ चाहिँ मैले र फुपूले बनाउन आँटेको थियौँ। मलाई अल्छी लागेर फुपूले मात्र यति बनाइदिनु भएको होइन। बनाउनु ल हामी त खाँदैछौँ गाइस, देख्न सक्नुहुन्छ। मिठो खाना पनि खायो गम गम। हेर्नुहोस्, अब खाना लाउने काम हाम्रो राइस भदैको झन् धेरै छ। भदै अलिक धेरै खान्छ नि त फुपूले भन्दा। डर पनि छ मलाई, साइकलमा हात छ यत्रो छ हेर्दा चाहिँ। हेर्नु चाहिँ गाइस, मैले चाहिँ एउटा अगाबाट खुर्सानी सक्नु आँट्यो। दुईवटा अगाबाट सकिन्छ जस्तो छ। अब भात हाल्ने काम। जति स्पाइसी भयो त्यति मजा आउँछ नि खानु। एउटा सक्छु अब। हेर्नु त कस्तो खतरा छ। अब यसको पालो। म त यति खान्न नि त। भात र चचो मिक्स। हामीले पानी खाएको छैनौँ है, पसिना निस्किँदैछ गाइस। मिर्ची निस्केको छैन। निस्क्यो छैन। मिलाएको जस्तो लाग्यो नि मलाई। हात लगाएको जस्तो लाग्यो। पिरो छैन। पिरो हात लगाएको जस्तो लाग्यो। कत्रा आवाज निस्किएको। भदैको चाहिँ दाँत छैन कि, थोतै थोतै छ। सुकुटी खानु चपाउनु सक्दैन उसले, त्यही भएर मैले मात्रै खाइराख। थोतै छैन उसले। भैँसीको मासुलाई नि बोसो भएको मासु भन्छ, खाँदैन क्या। खेलाएको तिम्रो फेभरेट त खिया लागेको मासु अरे भैँसीको मासु। उसको एकदम फेभरेट भनेको चिकन हो क्या। मासु सकाउन सक्यो। सक्यो। चपस्टिक मेरो कहाँ पनि मलाई जति धेरै पिरो भयो त्यति धेरै मिठो लाग्छ मलाई पनि। बेर भयो आँटेर फेरि